छ्या कति नराम्री भएर भिडियो हाल्यो कि अलिअलि राम्री भएर भिडियो हाल्न त नि पो मान्छेले हेर्छन् त भनेर मलाई चाहिँ आज बुढीले फोन गर्नुभएको थियो। पहिलो कुरो मलाई चाहिँ मेकअप गर्न मन पर्दैन, दोस्रो कुरो मलाई मेकअपमा कोही इन्ट्रेस्ट पनि छैन। इन्ट्रेस्टको कुरो भनेकै पकाउने र खुवाउने हो, जुन चाहिँ मैले गरिरहेछु अनि म यसैमा नि खुसी छु। त्यही भएर म पनि आज बनाउँदैछु मोमो। अनि मोमो चाहिँ म के को बनाउँदै जान्छु, म चाहिँ मोमो चाहिँ आज मासु अनि सोयाबिन अनि प्याजको बनाउन जाँदैछु साथीहरू। सो हामी 15 दिन भइसक्यो यो खाने 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 भनिरहेको अनि खाना पनि परिहाल्यो साथीहरू। बाबु पनि धेरै बिमारी भइसक्यो अनि त्यसलाई पनि खानु मन लाग्यो होला भनेर म बनाउन जाँदैछु। सो मेरो चाहिँ यहाँ रेडी हुँदैछ साथीहरू। सो अब चाहिँ हामी तातो तातो मोमोहरू खान्छौँ। खाना पनि परिहाल्यो मिठो मिठो होइन, कहिले काहीँ त टक्क कहिले त भिआइपी चाहिँ होइन पुरा स्प्राइट लिएर टक्क कहिले काहीँ खानुपर्छ साथीहरू। हजुरहरू पनि इन्जोय गर्नुलाई कहिले काहीँ हामीले पनि आज इन्जोय गरिरहेछौँ, मिठो मिठो खानेकुरा खाइरहेछौँ। डाडीनीहरू डाडीदै गर्छन्, हामीले चाहिँ इन्जोय गरिहालौँ। मेरो उता नानीले पनि खाँदैछ साथीहरू। देखाऊँ भने पनि के देखाऊँ, चलो यति भए पनि देखाइदिन्छु होइन र। त्यही पनि आज हामी मोमो पकाउँछौँ भनेर हामीलाई थाहै थिएन खाने भनेर होइन। मम्मी आज जाने हुनुहुन्थ्यो तर पनि आज मम्मीलाई सन्चो खासै नभएर टाउकोहरू दुखेर आज जानु भएन। त्यही भएर आज मम्मी हुँदाहुँदै किन हो पकाउनु पर्यो भनेर मेरो छोरी पनिले फेरि खाएको हो कि खिलाएको साथीहरू हेर्नु त कति क्युटी देखिछे के